अहिलेसम्म किन आएनन् कि बच्चाहरू के ढिलो गरे अहिलेसम्म आउँदैनन् मलाई त टेन्सन लागिसक्यो मेरो छोरीलाई पो के भयो होला अघि ढिलो भइसक्यो यति बेलासम्म त आउनु पर्ने हो कहाँ गयो होला नि बच्चाहरू धेरै टाइम लाग्यो मलाई पनि तनाव भइसक्यो के ढिलो गरे यसरी कति आत्तिनु भएको के अहिले आउला नि त नि कति चिरबिर चिरबिर गरेको बर्थडे खोज्न जाने हो कि आयो त बच्चा बच्चीहरू हेर्नु त छोरी खै छोरी छोरी खै छोरी अब यो संसारमा छैन मैले पहिलेदेखि भन्दैको तेरा म कति बार गरेँ थिएँ यस्तो गर्न कति दिन चल्छ बाबु अब गइसकेको मान्छेलाई बिर्सिनु पर्छ यसरी दिन काट्नु हुँदैन गाह्रो हुन्छ उमेर छ वयस छ अब बिर्सिँदै जानुपर्छ बाबु अर्को बिहे गर्नुपर्छ यस्तो नगर गर्नु हुँदैन भगवान् म त ठुलो सङ्कटमा परेँ यस्तै सानो उमेरमा छोराले बुहारी गुमाउनु पर्यो यति कलिलै उमेरमा मेरो बाबु कुलतको शिकार बन्यो यस्तो भयो भने त जिन्दगी बर्बाद हुन्छ बाबु होइन कुलत भनेको कुन कुरा हो र कस्तो कुरा हुन्छ कुलो भने त्यही के स्विमिङ पुल भन्ने यस्तरी हो त्यही बेला हुन्छ कस्ता गवाडो यिनीहरू कुलत भनेको पनि थाहा छैन कहिले बाउले च्याउ खाएको भ्याउ पाउँछन् कहिले हामी स्विमिङ खेलेर थाहा हुँदैन उता हेर न कसरी खाइरहेको जै पनि अब पहिला भन्दा आजभोलि कुलतबाट बाहिर निस्किनु भएको छ सबैसँग घुलमिल पनि हुनु भएको छ अनि के भन्छ गरेहरू आफ्नो छोरी त्यस्तो भयो भने म हजुरले आफ्नो भाइको छोरी हजुरले हात लाउने छु ठिकै भन्यो बड्डा अब पहिला भन्दा जै पनि कुलतबाट बाहिर पनि आउनु भएको छ सबैसँग घुलमिल पनि हुनु भएको छ त्यो त ठिकै बड्डी अब हजुरलाई के कसो लाग्छ त्यसमा चाहिँ हजुरले भन्नुहोस् छोराबाले भनेको कुरा पनि ठिकै हो अब तपाईँहरूको इच्छा के छ त्यो भने बुझौँ ठिकै छ अब तपाईँहरूले भन्नुहुन्छ भनेपछि अब मेरो छोराको खुसीको लागि अब कुरा अगाडि बढाउँ न ल कुरा चाहिँ म सीमित राखौँ म बाहुन बाजेलाई फोन गरिहाल्छु ल भोलि बिहा आएर दिनु न त होइन हेलो बाहुन बाजे सुन्नु न अहिले मेरो घर आउनु त तुरन्तै यहाँ भोलि बिहा गर्नुको लागि यहाँ हेर्नु पर्यो कि लगन सगन कस्तो छ के छ हरिओम हरिओम नमस्कार बाहुन बाजे भोलि बिहा छ अब यस्तो लगन सगन के छ दुईजनाको यस्तो हेरिदिनु पर्ने भयो कि यो अक्षर कहीँ देखा जस्तो लाग्थ्यो दाजु भन्नु न त भोलिको लगन चाहिँ कस्तो छ भोलिको सायद धेरै नै राम्रो छ 100 वर्षमा एकचोटि आउँछ हुन्छ त फेरि त्यही गरौँ बाबुले जे भन्नु त्यही गरौँ भोलि बिहानै सुरु गर्नुपर्छ हामीले दुलाले दुवैलाई माला लगाउनुहोस् अब सिन्दुर हाल्ने बेला भयो पुरै पुरानो चौकट गर्नलाई यो कहाँबाट आयो छोरी ए एम्बुलेन्स बोला के
के गोबेला चुक्ला बस तना भइसक्यो तना बहुत तना भइसकेसँग निगा छैन ढुकुटेको छैन किन यति ढिलो भइरहेछ त्यो सिरियस त भएन नि आएर झ्याप्पी पनि भइसक्यो गड केस त बहुत सिरियस यार जे पनि हुनसक्छ के हो, यो त मर्न लागेको मान्छे हो नि बाँच्न लागि त म एकैछिन टरी भएर आउँछु है। के बोल्नु छ के भयो तपाईँको मान्छे धेरै क्रिटिकल छ बात चाहिँ नै थाहा छैन हेलो को तिमी यता आएको किन म यहाँ बिमारीलाई भेट्न आएको। यसरी आउनु पाइने यस्तो इमर्जेन्सी भयो भने आउनु मिल्दैन नत्र आउनु मिल्दैन तिमी जाऊ बाहिर बुढा तपाईँको स्वास्नीको होस् आयो बुढा बुढा भन्न चाहिँ बुढी चिन्ता नगर तिमीलाई केही हुन्न म छु चिन्ता के गर्छौ कि तिमी उठ बुढा यो सब गर्ने मेरै काकाको छोरी हो। के अरे त्यही ढाकुटगिली गरेको त यस्तो सब कुरा भन्नुपर्छ अब बाहिर गएर अब उहाँले सही भन्नु भर्खर म सिसिटिभी चेक गरेर आएको छु को तिमी को के भयो त्यो भाइलाई इमर्जेन्सी हेलो केटा हो, हस्पिटलको पछाडि आऊ त छिटो। के हो केटा हो, त्यो त बाँच्यो त। भने त मारेको तर बाँची बाँच्यो कि भनेर हुन्छ बोस, हाम्रो पहिला पैसा थियो बाँकी दिनु। काले कलौटे राम्रोसँग गर्दैन, पैसा माग्छस् पैसा नदिने हामी पुलिसलाई भनिदिन्छ आउनु सक्छ त मलाई कसैले। एउटा इम्पोर्टेन्ट काम भएको कि एउटा इम्पोर्टेन्ट काम हो तपाईँको काकाको छोरी त पुरा उरै छ के त मैले भर्खर तिनजना चौकै घुसाइ देखेँ त भर्खर म पागल भयो भित्र कुरा सुनेर यार किन उभिनु भयो तेरो बारेमा हामीले त आइदिउँ अब जे कुरा हो दाजुभाइ हो, तेरो छोरीले मैले नै हो मारेको। जे कुरा आउँछ दाजुभाइ मेरो पहिलाको 10 वर्ष अगाडिको लभ थियो। म तिमीलाई धेरै माया गर्छु ल मेरो चिठी मेरो मम्मीले धेरै गालिन्छ म गइदिएँ तर मैले भिडबाट फालिदिएको त्यसलाई। यस्तो गुन्डीलाई त पुलिसको हातमा लगाइहाल्नुपर्छ ल सर कहाँ यहाँ आउँदै हस्पिटलमा छिटो ल छिटो अब त्यो मेरो हुन सक्दैन, म बाँचेर पनि के छ। मरियो त नानी खासमा के भएको हो र खासमा के भएको भन्दा के गर्ने हो कि आज त के हिजो जस्तो माछै मारेन म के जाम घटे जाम पर्छ माछै मारे होइन पानी बढेको भाजे गिचे गर्नु न अनि तिमी जानु मलाई त डर लाग्छ कि जाऊ न तिमी दिदी सास तरेर घर लगाउँ है। ओके ल उठा उठा काम गर्न घर लगाउँ ओके दिदी यहाँ न के पो दिदी अलिअलि होस् आ क्या हो मम्मी
म कहाँ छु मैले पानी पानी